अरू विषयमा प्रश्न उठाउन सक्नु होला, तर सुकुम्बासी समस्या समाधान भएन भनेर प्रश्न उठ्ने नैतिकता चाहिँ कांग्रेस, एमाले, नेकपा, तपाईहरु त अझ माओवादी नामले बढी परिचित हुनुहुन्छ, तपाईहरुले चाहिँ सुहाउँदैन के रमेश मल्ल? किन सुहाउँदैन? विगतमा के गर्नुभयो? सुकुम्बासी व्यवस्थापनको निम्ति सबभन्दा बढी जसले काम गरेको छ त्यसले सुहाउँदैन? लगातार सत्तामा को छ? सबैभन्दा बढी जसले काम गर्यो त्यसले सुहाउँदैन? लाखौं मान्छेहरुको के रे लागत संकलन गरेर त्यसपछि लाल पूर्जा वितरणको काम सुरु गरेर त्यसपछि यो काठमाडौँ भित्रको व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा नाममा हुकुमवासीहरुलाई राज गर्न दिने को? हुकुमवासीले गरे होला राजनीति गर्ने को? त्यसको निम्ति त के हो भने एउटा निश्चित प्रक्रिया पूरा गरेर गर्न पर्यो नि त। सुकुम्बासी व्यवस्थापन गर्नका निम्ति केही ठाउँहरू व्यवस्थापन गरेको, त्यहाँ सार्न खोजेको, कोसिस गरेको, गरिब सर्वहारा वर्गको प्रतिनिधित्व गर्ने भनेर अनि त्यो चाहिँ नारामा मात्रै, सत्तामा गएपछि चाहिँ झ्वाम।